मनाको कुरा कहिले कुरा मैले अहिलेसम्म कुरा राखेको देखा न पहिला भाइ सुगर ड्याडीलाई जोड होइन अहिले प्रुभ गरिदिन्छु त गर्नु त गर जोड न त जोड्न ए भाइ यार यो मान्छे पनि त्यो भाइ मेरै नाम लिनै पर्छ त्यो किन होइन त्यसलाई भ्युअर्स चाहिएन मैले मेरै नाम भन्छ आमा कसम मैले बोलेको थिइनँ ल भन यतिजना मान्छेको अगाडि ए मलाई तेरो ना फेसै याद छैन भने मैले कहाँबाट किन आमा कसम खाने हो र तेरो लागि मैले आमा कसम त मगन्तेलाई त खालि गिफ्टरको फेस मात्र याद रहन्छ रौतेलाई गिफ्टरको फेस मात्र याद रहन्छ कागहरुको कौवाहरुको राख्दिन मैले सुन भाइ सुन ह्यान्सी सुन अब मेरो कुरा सुन मागेन त्यो ठाउँमा पुगेको थियो सुन भाइ मेरो बात सुन रियल आमा बुवाको छोरा होस् भने काठमाडौँमा आएको बेला एकचोटि मलाई फोन गर रवि म यहाँनिर छु भन्नु आउँछु औकात छ भाइ ए गिफ्ट पाउनको लागि चाहिँ नेशनल सङ्घ जहिले मेरो नाम लिन्छ भने नुन खुर्सानी चलाउने म कुकुरलाई दिन्छु मलाई देऊ भन्दै माग्ने सुन बिग म्याचमा चाहिँ गएर नेशनल सङ्घ बजाउने जहिले भने त्यही के त्यो लाज लाग्दैन इमोसनसँग प्ले गर्ने क्या ओडौटे लाज लाग्दैन ए भाइ सुन तेरो रेकर्डिङ पढाउ मैले सुन बिग म्याचमा चाहिँ नेशनल वन्डर वुमनसँग भएको तेरो च्याट पढाउ मैले वन्डर वुमनसँग भएको तेरो च्याट पढाउ मैले भाइ ओ यहाँ सुन न तैले वन्डर वुमनलाई चुसिस हैन वेट भाइ तँलाई म वन्डर वुमन भएको मैले तँलाई च्याट मैले पब्लिक गर्छु रोकैले अब त आइज अब त यहाँ लाइनमा आइज डलर दे रे के रे उता भूकम्प पीडित गएको छ रे लुट्ने कोलाई भन्छन् म देखाउँछु रोक भाइ अरौटेलाई मार ठोक्ने त मगन्ते म देखाउँछु तँलाई ए चित्तको सबभन्दा ठुलो मगन्ते होस् त वेट सबभन्दा ठुलो मगन्ते होस् जस्ती वन्डर वुमनले यसलाई सपोर्ट गराएको थियो नि अहिले सुन कोइनलाई के रे कुकुरलाई सपोर्ट गर्छु भनेर हैन वन्डर वुमनलाई कुकुरलाई सपोर्ट गर्छु भनेर हैन उलाई कम से कम हैन कतिवटा लाइन हाने 7 लाइन हाने थिएन उसँगको च्याट मसँग छ है ए यहाँ सुन ओए मलाई 7 लाइन पैसा फिर्ता गर्छु भनेर हैन पैसा फिर्ता गर्छु भनेर हैन उले प्राइभेट च्याट गरेको वन्डर वुमनसँगको च्याट मसँग छ क्या सुन मलाई 7 लाइन हाने तँलाई चाहिँ के चल्यो तँलाई चाहिँ किन चल्यो साला ओए तँलाई चाहिँ किन चल्यो मगन्ते चन्दनलाई धोती बनाएको छ त्यो जोले सपोर्ट गराएको त्यसलाई गाली गरेको छ योलाई गाली गरेको छ सुन रौटे मगन्ते तेरो खुर्सानी किन चलाउँछ भने के अर्काको नाम लिएर टिकटकको ठुलो मगन्ते होस् भाइ त यतिकै के मैले मैले उलाई गाली गर्ने न मैले उसको नाम मगन्ते होस् त भने टिकटकको ठुलो मगन्ते होस् त ठुलो मगन्ते मा कसम त्यो बिचरा बाहिर भएको उलाई म भन्दिन हैन उलाई एकदम हेल्थबाट सर्भाइभ भइरहेछ हैन उबाट पैसा लिएको क्या उले यहाँ सुन टिकटकको सबभन्दा ठुलो मगन्ते किन झुट बोल्ने हैन वन्डर वुमन भन्ने अस्ति सपोर्ट गराएको थिएन उसको अपोजिटमा कसको अपोजिटमा मलाई सपोर्ट गर्यो तँलाई चाहिँ किन बोल्यो तेरो गर्लफ्रेन्ड हो ओए तेरो गर्लफ्रेन्ड हो वन्डर अहिले दाइको अपोजिटमा गेम भएको दिन ओए तेरो गर्लफ्रेन्ड हो म पुरहरुलाई मन पराउँदो रहेछ उले हैन हैन म यसलाई सपोर्ट गर्छु भने उलाई लायल लिँदै गरे मगन्ते ए मिठो आएको छ मलाई यो मगन्ते यिनीहरुको बानी के हुन्छ भने यसलाई पनि मिठो गर्दै यो मगन्ते कस्तो टाइपको छ भने नि सबै गिफ्टरलाई लुट्ने हैन केटी गिफ्टरलाई फसाउने म तिमीलाई माया गर्छु रे प्राइभेटमा जाने क्यास पैसा पनि माग्ने हो यो रोटरले क्यास पैसा धरिसम्म माग्ने यो रोटरले है अनुहार हेर्न मागेको छ यसको आउटरले अनुहार एकदम रे माया कसम भाइ रे माया कसम जिन्दगीमा तेरो इतिहास थाहा छैन भाइ मलाई सेन्डो गन्जी लगाएर बस्थिस् हाफ पेन्ट लगाएर बस्थिस् त्यो पनि च्याते दुलो भएको सेन्डो गन्जी हैन अहिले ठुलो कुरा रौटे रविचन्द्र ठकुरी रे माया कसम के को रविचन्द्र ठकुरी मगन्ते होस् टिकटक वर्ल्डको सबभन्दा ठुलो मगन्ते यो भन्दा ठुलो मगन्ते नेपालमा अरू कोही पनि छैन बुझिस् टिकटक वर्ल्डको सबभन्दा ठुलो मगन्ते होस् त है अरूलाई चाहिँ डिसरेस्पेक्ट गर्ने काम नगर्नु नभए बाँस दिएर उठाइदिन्छु नि फेरि माथि झारे झुरे सम्झिस् मलाई झारे झुरे बाँस दिएर सिधै माथि 60 फिट माथि फेरि है अनि चिप्लो पोलिसी यताउति गर्छेस् त्यो मगन्ते ढोक न बरु पैसा दिन्छेस् पैसा दिनु ढोक न मलाई अनुहार हेर्न अनुहार हेर्न